नमस्ते साथीहरु, आज चाहिँ नेपालको साग र नेपालको सुकुटी पकाऊँ ल। मैले चाहिँ साग लिएको छु, त्यसैगरी सुकुटीलाई मजाले काटेर यसरी लिएको छु। अनि त्यही माथि मैले एउटा आलु पनि लिएको छु हैन। यो चाहिँ आलु रहेको छ। अनि एउटा प्याज लिएको छु, दुईटा खुर्सानी, एउटा टमाटर, अनि त्यसैगरी यो पिसेको जिरा धनियाको मसला अदुवा लसुनको सबैको पेस्ट हो यो। अनि मैले फ्राई प्यानमा तेल बसाएँ, तेल तातेपछि ज्वानो र मेथी फुराएँ, त्यसपछि त्यसलाई एकछिन रातो हुन छोडिदिएको छु। एकछिन रातो होस् हैन। त्यसलाई रातो भइसकेपछि मैले सबैभन्दा पहिला सुरुमा त्यहाँनिर सुकुटी हालिदिएँ। सुकुटी हालेर एकछिन चलाइदिएको छु मजाले। एकछिन मैले चाहिँ हालिसकेर एकछिन चलाइदिएँ। लगभग यसलाई मैले 2 मिनट जति एकछिन चलाइदिएँ। त्यो मजाले सबैतिर तेल जाओस् भनेर एकछिन फुटिरहेको छु हैन। मजाले फुट्छु यसलाई चाहिँ म चाहिँ मेरो तरिकाको हो, आफ्नो तरिकाको हुन्छ। यो चाहिँ मेरो तरिकाको हो हैन। अब मन परे लाइक गरिदिनुहोस्, मन नलागे पनि फुल भिडियो हेरेर सपोर्ट गरिदिनु होला है सबैजनाले। एकछिन मजाले त्यो मासु कोही अलि नसा भएको हुन्छ नि त। अनि त्यस भएर मजाले रातो भयो। अब त्यसपछि मैले बिचमा चाहिँ खाली भएको ठाउँमा प्याज हालिदिएँ। प्याज हालेर एकछिन फ्राई गरिदिन्छु हैन। एकछिन त्यो प्याज मजाले भित्र भिज्छ नि त, त्यसले यो प्याजको रस लिने गरी फुट्छु। त्यसपछि एकछिन छोडिदिएर मैले त्यसमा आलु हालिदिएँ। त्यही एउटा आलुलाई काटेर हालिदिएको छु। हालेर एकछिन चलाइदिएँ। त्यसपछि मैले टमाटर पनि त्यसैमा हालिदिएको छु। टमाटर हालेर अब एकछिन चलाइदिन्छु। अब त्यो त्यसमा सबै यो टमाटर, आलु, प्याज सबै पाक्छ नि त। पाकिसकेपछि छुट्टै टेस्ट आउँछ त्यो तेलमा फ्राई भएको चिज। अनि मैले बेसार अनि नुन हालेँ। नुन र बेसार अब एकछिन चलाइदिन्छु त्यसलाई मैले। मैले चाहिँ ग्यास लो हिट गरेको छु किनभने डढ्छ नि त। अनि मैले यो ऐको मसलाको पेस्ट हालेँ। मधुलो खुर्सानी हाल्दिनँ, मधुलो खुर्सानी हाल्दिनँ। मसँग अकबर खुर्सानीको पेस्ट छ, त्यसलाई पनि मैले 1 चम्चा हालिदिएको छु त्यहाँनिर हैन। मधुलो खुर्सानी खाँदिनँ त्यति साह्रो, त्यही भएर त्यो हालेर चलाइदिएँ एकछिन। अब लगभग पाक्यो। त्यसपछि खुर्सानी चाहिँ यो हरियो खुर्सानी चाहिँ किन हालेको भने खार धेरै आउँछ नि त, त्यही भएर लास्टमा हालेको। मैले चाहिँ म चाहिँ यस्तो गर्छु हैन। धेरै खार आउँछ नि त खुर्सानी पहिले फ्राई गऱ्यो भने। लगभग यो रेडी भएको छ। त्यसपछि मैले साग हालिदिएँ। साग हालेर एकछिन चलाइदिन्छु। अब यसलाई मैले यो ग्यास अलि लोमा गरेको छु, डढ्छ भनेर हैन। अब एकछिन चलाइदिउँ। यसलाई राम्रोसँग चलाइदिउँ। यो साग चाहिँ तल जाओस् भनेर एकछिन मजाले चलाइदिउँ यसलाई। ल पाकेर रेडी पनि भयो।
त्यसपछि मैले पनि खाएँ। यति मिठो भएको थियो हैन। अनि मैले मासु पनि एउटा टोकेँ। त्यसरी म चाहिँ खुर्सानी लभर हो हैन। अनि एउटा अकबर खुर्सानी पनि टोकेँ। अनि त्यसपछि मेरो हस्बेन्डलाई पनि साह्रै मन पर्यो रे, मिठो लाग्यो भन्दै हुनुहुन्थ्यो। उहाँले पनि खाँदै हुनुहुन्छ, यसरी मिठो रहेछ भन्दै हुनुहुन्छ। लाइक पनि दिनुभयो एउटा, हेर्नुहोस् है। ए धन्यवाद।